हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई गुड मर्निङ। म चाहिँ भर्खरै सुतेर उठेको हो होइन। अहिले चाहिँ दिउँसो भएको छ। अब उठिसकेपछि गुड मर्निङ नै भयो भन्नु पर्यो। अब यो विदेशमा चाहिँ अब न खानेको टुङ्गो न सुत्नेको टुङ्गो होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हेर्नु न, दिउँसो उठेको, उठ्न मन नलागी उठेको, ड्युटीबाट आएर सुतेर चाहिँ अनि यतिखेर उठेको। अनि उठेर म अहिले हेर्नु न, उठ्ने बित्तिकै अल्छी लाग्छ। अनि यसो मोबाइल हेऱ्यो, अनि अब टाइम हेर्नु पर्यो होइन। अब हेर्नु न, अहिले 2:34 गएको छ, दिउँसोको हो यो चाहिँ। अनि म भर्खरै उठेको। अनि अब उठ्न पनि मन नलागी उठ्दै अल्छी लाग्दै पल्टिँदै यताउता गर्दै उठिरहेको। अब उठ्नुपर्ने जसरी भए पनि अनि उठेर नुहाइधुवाइ गरेर सरसफाइ गरेर चाहिँ म चाहिँ फेरि दिउँसोको अब दिउँसो खाना खाऊँ भने अब खानु नमिल्ने दिउँसो अनि ब्रेकफास्ट खाँदैछु। ब्रेकफास्टमा चाहिँ मेरो के हो भन्दाखेरि म सुत्नुभन्दा अगाडि चाहिँ सियासिड अनि आल्मोन्ड अनि त्यसपछि ड्राई अङ्गुर भिजाएको थिएँ। अनि भिजाएर चाहिँ राखेको थिएँ। अनि त्यसपछि नुहाइधुवाइ गरेर आएर अनि दुध अनि अभोकाडो त्यसैमा मिसाएर मैले चाहिँ ब्रेकफास्ट बनाएको। अनि यसरी खाँदाखेरि चाहिँ हाम्रो हेल्थलाई पनि अलिक राम्रो हुन्छ होइन, खाएको जस्तो पनि हुन्छ। अनि म चाहिँ खाँदै बहिनीसँग कुरा गर्दै गरिरहेको छु। अनि मैले चाहिँ मम्मीसँग कुरा गरिसकेर चाहिँ अनि बहिनीसँग कुरा गर्दैछु। अब के गर्नु त, परदेशमा भइसकेपछि होइन, अब मोबाइलबाटै भए पनि जसरी भए पनि बोल्नै पर्यो। अनि खाइसकेपछि चाहिँ मैले अनि ड्युटीको लागि रेडी हुनु पर्यो भनेर रोज वाटर चाहिँ अनुहारमा मेरो फेसमा लगाएर सफा गर्दैछु टोनरले। अनि यो रोज वाटरले चाहिँ हाम्रो फेसलाई एकदमै राम्रो गर्छ, स्मुथ बनाउँछ। अनि हाम्रो फेसमा भएको अलिअलि धुलो मैलो होइन जति रहेको हुन्छ नि हो त्यसलाई पनि एकदमै निकाल्ने काम गर्छ। त्यो भएको कारणले गर्दाखेरि मैले चाहिँ अनि रोज वाटर पनि लगाइहालेँ। अनि लगाइसकेपछि मेरो मोबाइल अलिकति बाङ्गो भयो। अनि फेरि सिधा बनाउँदै अनि अब मैले लाउँछु कि यो लोरियलको सिरम हो होइन। यो लोरियलको सिरम चाहिँ मैले लगाएको कम्तीमा पनि 11 महिना भयो। अनि यो सिरम चाहिँ मलाई एकदमै धेरै म्याच गर्यो, किनभने मेरो फेसलाई चाहिँ एकदमै राम्रो गर्यो होइन। तपाईँहरूलाई पनि यदि मनपर्छ भने चाहिँ तपाईँहरूले पनि किनेर युज गर्न सक्नुहुन्छ। यसले चाहिँ हाम्रो अनुहारलाई चाहिँ एकदम राम्रो बनाउने, स्मुथ बनाउने होइन, साइनिङ दिने काम गर्छ। मैले लगाएको पनि 11 महिना जति भइसक्यो, मैले चेन्ज नै गरेको छुइनँ। अब यही लगाउने बानी भएपछि चाहिँ मलाई यही नै मन पर्यो। अनि तपाईँहरू सोच्नुहुन्छ होला माथि चाहिँ के हेरेको भन्नुहुन्छ होला। अब छोरी मान्छेको बेड हो होइन। अब ऐना हुन्छ, मेरो चाहिँ ऐना माथि भित्तामा टसाएको थिएँ। अनि त्यो ऐना माथि हेर्दै मैले अनुहारलाई चाहिँ अनि त्यो सिरम लगाउँदै थिएँ। अनि सिरम चाहिँ आँखाको वरिपरि लाउनु हुँदैन, अनि आँखा चिलाउँछ। त्यो भएको कारणले गर्दाखेरि निधारमा अनि गालामा मात्रै लगाउने हो। अनि लगाइसकेपछि चाहिँ मैले यसको पनि कहानी छ होइन। अनि म मार्केट घुम्दा यसरी हेर्दै थिएँ। अनि मलाई यो क्रिम लिनुपर्ने थियो, मोइस्चराइजर लिनुपर्ने थियो। अनि यसो हेर्दै थिएँ। अनि निभियामा गयो आँखा। अनि यसो हेरेर खोलेर यसो हेरेको त अनि कस्तो मिठो बसाउने क्या। अनि यसको बास्ना चाहिँ कस्तो भन्दाखेरि पहिला म 4-5मा पढ्दाखेरि मम्मीले चाहिँ बजारबाट एउटा बटरफ्लाई भन्ने सानो खालको क्रिम ल्याइदिनु हुन्थ्यो। अनि त्यो क्रिमको जस्तै बास्ना छ है यसको। अनि मैले चाहिँ मलाई कस्तो मन पर्यो नि त, अब सानो बेलाको याद आयो। त्यो भएको कारणले गर्दाखेरि मैले चाहिँ यही क्रिम किनेर अनि युज गरेँ। अनि युज गरिसकेपछि चाहिँ
अनि युज गरिसकेपछि चाहिँ अनि मेरो फेरि मोइस्चराइजर लगाइसकेपछि चाहिँ यो पपायाको क्रिम हो। यो चाहिँ मैले अस्ति भ्याकेसन जाँदाखेरि चाहिँ नेपालबाट लिएर आएको। यो चाहिँ जोया कम्पनीको होइन। यसमा चाहिँ एकदमै राम्रो छ यो पनि, तपाईँहरूले पनि युज गर्न सक्नुहुन्छ। अनि पहिला चाहिँ मैले 20-30को युज गर्थेँ, अनि पछि चाहिँ 20-30को नभएर अनि मलाई चाहिँ 50+ चाहिँ मलाई मन पर्यो। एसपी 50+ को हो। अनि यसले चाहिँ हाम्रो फेसमा जति पनि यो घामको किरणहरूबाट रोक्ने काम गर्छ, हाम्रो फेसलाई नि स्मुथ राम्रो बनाउने काम गर्छ। यसको बास्ना पनि एकदमै मिठो छ। तपाईँहरूले पनि युज गर्न सक्नुहुन्छ। मैले चाहिँ सानो बेलादेखि नै बच्चा बेलादेखि नै लगाएको कारणले गर्दा मलाई चेन्ज गर्न मन लागेन, मैले गरेको पनि छुइनँ होइन। किनभने मलाई चाहिँ अहिलेसम्म मैले युज गरिरहेको क्रिमहरूले चाहिँ एकदमै मेरो फेसलाई चाहिँ म्याच गरिरहेको कारणले गर्दाखेरि म चाहिँ हतपत युज चेन्ज गर्दिनँ नि त। त्यो भएको कारणले गर्दाखेरि तपाईँहरू पनि युज गर्नु होला है त। अब के गर्नु, यताउता गऱ्यो जतिखेर त्यही ऐना हेऱ्यो होइन। अब सबै सकिसकेपछि चाहिँ म अब ड्युटीको लागि रेडी भएँ, युनिफर्म लगाएर अनि अब रेडी हुँदैछु। अनि यो मेरो चाहिँ बानी के छ भन्दाखेरि अरूको जस्तो कपाल छोडेर हिँड्ने बानी छैन। मलाई कपाल छोड्न पनि त्यति मन लाग्दैन। अनि म चाहिँ रुममा होस् अथवा कतै जाँदाखेरि होइन, अनि जहाँ जस्तो हुँदाखेरि पनि म कपाल चाहिँ रुममा छाडा छोड्न मन लाग्दैन। अनि कि नत्र भने म बार्छु, कि नत्र भने मैले यसलाई चुल्ठी बनाउँछु। अनि कपाल छोडेर हिँड्दाखेरि मलाई एकदमै झ्याउ लाग्छ, झन्झट लाग्छ। त्यो भएको कारणले गर्दाखेरि अनि मलाई चाहिँ अलिकति हतार थियो नि, छिटछिटो गर्दै थिएँ। म त जिस्किँदै पनि थिएँ, आँखा छर्की बनाउँदै हेर्दै पनि थिएँ। किनभने मेरो साथी ड्युटीबाट आएर सुतिसकेको थियो, डिस्टर्ब भयो होला भनेर छर्की आँखा बनाउँदै आफै मुसु हेर्दै हाँस्दै थिएँ। अनि यो रबर चाहिँ मलाई एकजना बहिनीले गिफ्ट गरेको हो। अनि मलाई मन पनि पर्छ, हातले बुनेको रबर हो। हेर्नु न, अलिकति लामो कपाल छ तर पनि केही छैन। अब म सबै कुराहरूमा रेडी भएर चाहिँ अब म के लाउँछु भन्दाखेरिमा तपाईँहरू हेर्नु ल, अरू सबै छोड्ने कुरा भए पनि चस्मा चाहिँ छोड्ने कुरा भएन। चस्मा चाहिँ लाउनु पर्यो। अनि त्यसपछि मलाई पर्फ्युम पनि मनपर्छ, अनि पर्फ्युम पनि लगाउँछु। धेरै कडा चाहिँ होइन, नर्मल खालको पर्फ्युम लगाउँछु। अनि यो चाहिँ मलाई फिलिपिन्सको पर्फ्युम हो, मेरो साथीले ल्याइदिएको हो। अनि एउटा चाहिँ नर्मल आफैले किनेको। अनि म चाहिँ ड्युटी आइसकेपछि चाहिँ कस्टमर थिएन। अनि कस्टमर नभइसकेपछि म नक्कल पारेर हेर्नु न यता र उता गर्दै घुम्दै हिँडिरहेको छु। मेरो काम पनि थिएन, त्यही भएको कारणले गर्दाखेरि अनि ड्युटी सकिसकेपछि चाहिँ म चाहिँ अब जानु पर्यो होइन। बाटोमा जाँदाखेरि चाहिँ यसो भिडियो खिचेको। अनि म चाहिँ रुम फर्किँदैछु विशेष गरी। अनि बाटोमा जाँदाखेरि हेर्नु न रमाइलो पनि हुन्छ। अब उता रुमबाट ड्युटी आउँदाखेरि कति गाह्रो हुन्छ होइन। अनि काम होस् या नहोस् है, ड्युटी आउँदाखेरि चाहिँ एकदमै गाह्रो हुन्छ। अनि ड्युटी सकेर रुम फर्किँदाखेरि चाहिँ कम्ती मजा आउँदैन, रमाइलो लाग्छ कि। त्यो भएको कारणले गर्दाखेरि ल साथीहरू, आजको मेरो भिडियो कस्तो लाग्यो, तपाईँहरूलाई मन पर्यो भने लाइक, सब्सक्राइब अनि त्यसपछि सेयर, कमेन्ट गरिदिनु होला है त। तपाईँहरूले पनि मलाई धन्यवाद।